हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज मेरो भ्लग छ मेरो दिदीको घरको एक्सप्लेन हेर्नु होला कस्तो छ मेरो दिदीको घर। म हिजो आएको होइन गाइज, म हिजो आएको तर मैले यो घरमा चाहिँ हेरेको छैन। हजुरहरूलाई पनि देखाउँछु। अब म मात्रै किन हेर्नु, तपाईँ पनि हेर्नु न होइन, म पनि देखाउँछु। यहाँनिर मैले सुतेको ठाउँ चाहिँ हेर्नुहोस्, यो हो गाइजहरू अहिले भर्खर म सुतेर उठेको ठाउँ र यो यहाँ छ टिभी अनि यहाँ छ नेट, यो हाम्रो मेन ढोका। हामीहरू अब तपाईँलाई मेरो दिदी सुत्ने कोठा देखाउँछु है। मेरो दिदी सुत्ने कोठा गाइस होइन, ओछ्यान केही मिलाएको छैन। अब म छिटो ओछ्यान मिलाइदिइहाल्छु, त्यसपछि हामीले माथि गएर हेर्नुपर्छ। This guys, I'm watching because of you. So nice of the tunnel and we land this. Even this evening. Maybe go back. And you have the syrup. दिदीको चाहिँ मिलिसक्यो, हामी जानुपर्छ माथि। अब हामी जाँदैछौँ माथि है। हेर्नुहोस् मेरो चाहिँ यस्तो भयो। यहाँ चाहिँ बाई। अब हामी माथि जाँदैछौँ मेरो साइडहरू। यो हो मेरो सिडी। हामी माथि जाँदैछौँ। यहाँ जस्तो घट्टै देखाइदिनु। यस्तो चाहिँ ब्युटिफुल ठाउँहरू म तपाईँलाई भित्र बसेर पनि देखाउँछु। टन्टडा यो हाम्रो किचन। यहाँनिर भाँडा, यहाँनिर छ मसलाको डब्बाहरू र यहाँ छ दाल। यो चाहिँ हामीको म आउँदाखेरि यहाँ फुल थियो र आज भएको छ यति। किनकि गाइस मेरो भान्जी पनि दाल बिना भात खान्नन् कि, त्यही भएर। अनि यहाँ छ मेरो मसला। अस्ति हामीले पुरी र तरकारी बनाएर खाएको थियौँ, त्यतिखेर चाउमिन र मोमो पनि खाएको थियौँ। मोमोको मसला हेर्नुहोस् गाइस, मोमोको मसला। अनि तपाईँलाई देखाउँछु बिरयानी मसला। यस्तो मिठो भएको थियो नि गाइस, तर मलाई मात्रै थाहा भएको थियो। अब यो हाम्रो धेरै पन्दा पनि हुन्छ, फेरि पन्दा हुन्छ, फेरि हुन्छ। र यहाँ चाहिँ हाम्रो भाँडाकुँडाहरू हुन्छ गाइस, यो हाम्रो भाँडा मान्ने। हाम्रो सिलिन्डर, प्याज मसला यहाँ छ। र म तपाईँलाई अब फ्रिज देखाउँछु। हेर्नुहोस् गाइजहरू फ्रिज। 3, 2, 1 गो। यहाँ छ पानी, अलिकति पानी पिउँछु गाइजहरू। हामीले पानी खाइसक्यौँ। छोड्दा अब हाम्रो सागाइजहरू ब्याकग्राउन्ड यस्तो छ।
देख्न सक्नुहुन्छ यस्तो छ हाम्रो माथि छाना छ। बाहिरको सिन चाहिँ धेरै राम्रो छ तर अलिअलि पानी पर्छ जस्तो छैन गाइस। तर पनि दिन चाहिँ राम्रो छ, कता कता घाम लाग्ला जस्तो गर्छ। तपाईँहरूलाई म देखाइहाल्छु। ढ्यान्टाडा यस्तो छ दिन, यस्तो छ गाइजहरू। त मेरो किचन तपाईँले हेरिहाल्नु भयो। त्यो कुर्सीमा चाहिँ मेरो दिदी बस्नुहुन्छ गाइजहरू। यस्तो छ यो चाहिँ के कराको भन्नुहुन्छ गाइजहरू। पर खोला छ होइन, त्यही खोला कराको लाग्नु त किचनको त राम्रै देख्छ। ल अब म तपाईँलाई हाम्रो बाथरुम देखाउँछु है। चल अब म तपाईँलाई हाम्रो बाथरुम देखाउँछु। हेर्नुहोस् गाइजहरू, 3, 2, 1 यस गाइजहरू, यस्तो छ हाम्रो बाथरुम। टोइलेट यस्तो छ। र यो ऐना, यो स्याम्पूहरू र यो म तपाईँलाई चाहिँ एउटा चिज देखाउँछु है। हेर्नुभयो गाइजहरू, यहाँ अर्को पनि देखिहाल्नुभयो। र यो हाम्रो बाथरुमभित्र जाने चप्पल। यहाँ हाम्रो टिभी अघि हेरिहाल्नु तपाईँले। अन्त तपाईँलाई म हाम्रो बाथरुम त देखाइहालेँ, किचन पनि देखाइहालेँ, टिभी रुम पनि देखाइहालेँ, दिदीको कोठा पनि देखाइहालेँ। अब हामी तपाईँलाई देउता कोठा देखाउँछौँ। 3, 2, 1 गो। यो हाम्रो देउता कोठा। यहाँ छ हाम्रो ऐना एउटा, यो ठुलो ऐना रेडी भएर हेर्ने ऐना हो हाम्रो देउता कोठा। र यो हाम्रो दराज, यहाँ पनि ऐना छ गाइजहरू। र भित्र चाहिँ धेरैवटा बटुकाहरू छ हेर्नुहोस्। र यहाँ पनि धेरैवटा बटुकाहरू छन्। माथि यस्तो छ लुगा, र यहाँ माथि चाहिँ पङ्खा छ गाइजहरू। र म तपाईँलाई मेरो भान्जीको फोटो देखाउँछु है। यो मेरो भान्जीको फोटो र यो हो मेरो दिदी। यो हो मेरो दिदीको जेठी सासू के भन्छ त्यसलाई मैले थाहा। र मेरो दिदीको बेस्ट फ्रेन्ड मेरो दिदी गाइजहरू। र मैले मेरो कोठाको पनि सरसफाइ गरेको छैन, मैले गरिरहेको छु।
मेरो ओछ्यान मिलिसकेको छ गाइजहरू। हेर्न सक्नुहुन्छ मेरो ओछ्यान हेर्न सक्नुहुन्छ गाइजहरू। र यो मेरो बेग, यो मेरो फोन राम्रो छ। र यो चाहिँ हो मेरो क्यालेन्डर। 13, 20, 27 कतै छुट्टी हो गाइजहरू। अन्त धेरै खुसी छ। अनि अब म तपाईँलाई देखाउँछु मेरो भान्जीको स्टडी रुम। हेर्नुहोस्, मैले सफा गरेको छैन आज। यो हो मेरो भान्जीको बुकहरू। र यो हो ब्लेन्डर, यो हो साइकल, र यहाँनिर छ बिजुलीको सामानहरू। र यो हो मेरो भान्जीको डल। सबै मुखमा के लाएर हेर्नुहोस् त गाइजहरू मेरो भान्जीले। राख्दै। र मेरो भान्जीको युनिफर्म, मेरो भान्जीको ब्याग। देख्नु त गाइजहरू। यो हो मेरो सिडी, यहाँदेखि माथि पनि जान्छ। र अब तपाईँलाई देखाउँछु हाम्रो कुलर। यो हो हाम्रो कुलर। त्यसको यहाँ लाउन ठाउँ खाली पनि छैन, नत्र मलाई तपाईँलाई लगाएर देखाइदिन्थेँ। यो हाम्रो बास्केट। म त लान्छु। यही त गाइज आज हाम्रो घरको एक्सप्रेसन। यस्तो गर्ने पो गाइजहरू पाउनुहोस् त यस्तो हुन्छ। आजको भ्लगहरू हेर्नु गाइजहरू। आज मेरो घरको मेरो दिदीको घर, मेरो घर त मेरो दिदीको घरको दृश्यहरू हेरिहाल्नु भयो। नयाँ घर हो, सरेको कति 1-1.5 महिना त भएको छ होला। म एक्जामको छुट्टीमा आएको हो, त्यही भएर यसो तपाईँहरूलाई पनि देखाइदिइहाल्नु भनेर मेरो घर देखाएँ। हजुरहरूलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, अनि त्यो बेल आइकनको टिप्न पनि दबाइदिनु होला। हाई गाइज, म अर्कोचोटि फेरि यस्तै राम्रो भ्लग लिएर आउँछु।